यहाँ हेर्नुहोस् है साथी हो, आज चाहिँ हामी अलैँची गोडिरहेको छौँ। यहाँ छुवा छ, अन्त अलैँचीको रुख चाहिँ यस्तो छ। अनि हाम्रो काम गर्ने खुर्पा चाहिँ यही हो, हेरिहाल्नुहोस्। अलैँचीको गोडाइ चाहिँ यतिको मात्रै भएको छ यसपालि चाहिँ। यो समय यस्तो छ, यहाँ छुवाले गोडेर देखाउने गरेको छ। यसरी गोड्नुपर्छ, भनिदिनुहोस् है छुवा कसरी गोड्नु पर्ने हो। खासमा गोड्नु पर्दा चाहिँ यसरी गोड्नु पर्ने रहेछ हो, तर समय चाहिँ अलिक लाग्ने रहेछ यसरी गोड्दाखेरि। तर यसरी गोड्यो भने एकदमै राम्रो, हेर्नुमा पनि राम्रो हुने रहेछ हो। फल्नुमा चाहिँ अब ढ्याङ पनि भोलि पछाडि तपाईँहरूलाई अपडेट भेटिदियो देखाउने छु। त्यसमा अहिले हामीहरूलाई जारी नै राखिदिउँ हो, पछाडि खल्ती माथा हुन्छ। हेर्नुहोस्, यो मसिनो झुसाहरू सब यसरी निकाल्नुपर्छ। हेरिहाल्नुहोस्, देखिहाल्नु भयो होला, यस्तै छ।